फेसबुकलाई नेपालमा मोनेटाइजेसन गर्ने सरकारको नीति तथा कार्यक्रम हुनुपर्छ कि पर्दैन? किनभने त्यहाँ हावाबाट बिजुली निकाल्ने उखान टुक्का भन्ने बाहेक मान्छे छैनन्। यस्ता सोच त आउँदैन। समस्या त्यहाँनिर हो। अहिले फेसबुक, टिकटक, इन्स्टाग्राम, गुगलहरू, युट्युबहरू मोनेटाइजेसन त फेसबुक नेपालमा छैन नि त। अहिले पनि फेसबुक नेपालमा मोनेटाइजेसन गर्नुपर्छ, सामाजिक सञ्जाल गर्नुपर्छ भन्ने कुरा अहिले नीति तथा कार्यक्रममा आइदिएको भए श्रमजीवी पत्रकारहरू अहिले तपाईँको कति आम्दानी हुन्थ्यो भन्नुहोस् त। अब अहिलेको शिक्षा मन्त्रीले बिचरा चुनाव जित्दा त वडा अध्यक्ष जित्दैनन् बिचराले, तर मन्त्री भइहाल्यो अस्ति। अब तपाईँले रोक्न सक्नुहुन्छ? उहाँलाई जनतासँग के मतलब, शिक्षासँग के मतलब उहाँलाई? किनभने यो व्यवस्था नै खराब छ भन्ने कुरा बुझौँ। व्यवस्थाको सबै कुरा खराब नहोला, केही मुद्दाहरू यति खराब छन्। अब यहीँनिर ऋषि धमलाजी अहिले भन्दै हुनुहुन्छ ज्ञानेन्द्र शाहले रोके भने त्यो वीरेन्द्र शाहले घाँटी काटेर देख्न सकिँदैन? वीरेन्द्र शाहलाई त कलमसहित घाँटी काटेर गाड्या हो नि त। अनि दैलेखको पत्रकार थापाजीलाई लगेर जिउँदै गाड्या त्यो देखिएन डेगेन्द्र थापालाई? अनि त्यतिखेर कहाँ गयो तिमीहरूको पत्रकारिता? अब उहाँहरूलाई त के लाग्ने भने राजाले थुन्दैन त बाबा, माओवादी हतियार बोकेर जङ्गल गएका छन्, सडकमा ढुङ्गा हानेर मारामार गरेका छन्, म भइदिएमा अझै थुन्थे। त्यो त कम भयो। त्यो अवस्था के थियो त्यतिखेर? अहिलेको जस्तो शान्तिपूर्ण थियो अवस्था? हतियार सहित मान्छे जङ्गल गएको छ, त्यत्रो दरबार हत्याकाण्ड भएको छ, सडकमा मान्छे आन्दोलनमा आएको छ, अनि विदेशीको डलर खाएर केही साथीहरूले जीवन लाग्यो त्यही लेखेर हिँड्छ, अनि थुन्दैन त? थुन्छ त अहिले पनि थुन्छ। त्यस्तो गऱ्यो भने अहिले पनि यो देशमा स्पष्टका साथ भन्नुपर्छ, देशको राष्ट्रघात चाहे पत्रकार होस्, चाहे सेना होस्, चाहे प्रहरी होस्, चाहे कुनै नागरिक होस्, देशका विरुद्धमा जान पाइँदैन आज पनि। तर दुःख लाग्दो कुरो ऋषि धमलाजीका लागि, अब पत्रकारलाई स्वतन्त्रता त यहाँ शुभकामना ढ्याङढ्याङ दियो, अब यही रिपोर्टर्स क्लब भत्किने भयो। किनभने हिजो ल्याएको सरकारको नीति तथा कार्यक्रममा यो भिरकुटी मण्डपभित्र चाहिँ यसलाई चाहिँ भएका संरचनाहरू सबै हटाएर अब चाहिँ मनोरञ्जन जस्ता चिजहरू चाहिँ अगाडि बढाउने भनेर हिजो सरकारले नीति तथा कार्यक्रममै ल्याएको छ। त्यो भएको हुनाले ऋषि धमला नै धरापमा पर्ने देखियो नीति तथा कार्यक्रमले, होइन? उहाँको यो रिपोर्टर्स क्लब अघि भनिहाल्नुभयो 27 वर्ष पुरानो। अनि अब मैले अब नीति तथा कार्यक्रममा चाहिँ अब यो हामीले अरू कुरा भन्दा पनि अब हामी प्रतिपक्ष हौँ, प्रतिपक्षले चाहिँ सरकारले जेसुकै कुरा ल्याए पनि राम्रो नदेख्ने, अब प्रतिपक्षले जे कुरा सुझाव राखे पनि सरकारले त्यसलाई स्वीकार नगर्ने, यो परम्पराभन्दा चाहिँ अलिकति हामी बाहिर जानुपर्छ। सरकारले ल्याएका केही कार्यक्रमहरू राम्रा होलान्, केही कार्यक्रम नराम्रा होलान्, तर समग्रमा चाहिँ के छ भन्ने कुरा हो। कुनै पनि नीति तथा कार्यक्रम ल्याउँदाखेरि चाहे त्यो कुनै सरकारको कुरा होस्, चाहे त्यो कुनै एउटा सानो संस्थाको कुरा होस्, चाहे कुनै एउटा प्राइभेट कम्पनीको कुरा होस्, नीति तथा कार्यक्रम ल्याउनभन्दा अगाडि त्यसका आधारहरू हुन्छन्, धेरैभन्दा धेरै आधारहरू हुन्छन्। ती आधारहरूको आधारमा, ती आधारहरूको बेसमा चाहिँ नीति तथा कार्यक्रम बन्ने गर्छ। जस्तै उदाहरणका लागि अहिले नीति तथा कार्यक्रममा चाहिँ के हो भने जस्तो उद्देश्य स्पष्ट हुनु पर्यो, राज्यको इकोनोमी कहाँ जाने हो, देशको अर्थव्यवस्था कहाँ जाने हो भन्नु पर्यो। यहाँनिर यो सरकार कहाँनिर अहिले उद्देश्य निश्चित छैन भने सरकारको, जस्तै उदाहरणका लागि सुरुमै सरकारले हिन्दू तथा नीति तथा कार्यक्रममा एउटा शब्दावली प्रयोग गरेको छ, समाजवाद उन्मुख अर्थतन्त्रको कुरा गरिएको छ। समाजवाद उन्मुख अर्थतन्त्र भने के हो? यसलाई गएर अहिले नेपाली शब्दकोशमा हेर्नुहोस् त। समाजवाद उन्मुख अर्थतन्त्र भनेको कसैको पनि निजी लगानी नहुने भन्ने हो। सबैको लगानी, निजी लगानी नहुने, कुनै पनि निजी कम्पनी नहुने, जति पनि तपाईँको नेपालका जति पनि इन्डस्ट्रीहरू छन् सबै सरकारीकरण गर्ने भने हो। यो अहिले नेपालमा लगानी नआउनुको मुख्य कारण भनेको संविधानको त्यही कुरा बाधक हो। अहिले हामी ग्लोबलाइजेसनमा छौँ, संसारभरिका इन्डस्ट्रीहरू नेपाल आएर विश्वको सबभन्दा ठुलो तपाईँको अर्थव्यवस्था भएको देश चीन उत्तरमा छ, सबभन्दा बढी जनसङ्ख्या भएको देश दक्षिणमा छ। यहाँ उत्पादन गरेर अन्तर्राष्ट्रिय बजारमा लिने बेला यिनीहरू संविधानमा के लेखिदिन्छन्? समाजवाद उन्मुख अर्थतन्त्र लेखिदिन्छन्। अनि अहिले लगानी नै नल्याऊ भनेर लेखिदिन्छन्। अनि मान्छे आएर लगानी गर्छ। अन्तर्राष्ट्रिय कम्पनीले, इन्टरनेसनल कम्पनीहरूले त्यो त संविधानको धारा हेर्छ नि त। यो संविधानै गलत लेखे पहिला कुरा। यिनीहरू त कम्युनिस्ट बन्नु छ, किनभने त्यो मरिसक्या मार्क्स आउँछ कि देश बनाउँछ कि भनेर बस्ने हुन्, मरिसक्या लेनिन आएर देश बनाइदिन्छ कि भनेर दिवा सपना देख्ने नहुन्। तर अहिलेको अवस्था हिजो यही नीति तथा कार्यक्रममा स्पष्ट उद्देश्य के भएन भने सुरुमा
समाजवाद उन्मुख अर्थतन्त्र भएको व्यवस्था गरिनेछ भनेर नीति तथा कार्यक्रममा आयो। तर पछाडिपट्टि फेरि के भन्यो, निजी लगानीलाई पनि अगाडि बढाइनेछ भने। अब यो कसरी हुन्छ? यो त दुईटा भाष्य परिणाम गर्यो नि त। त्यो भए हुनाले यो अहिले नीति तथा कार्यक्रम चाहिँ के छ भने यो केपी शर्मा ओली कमरेडको उही पानी जहाज हो। यो ठ्याक्कै पानी जहाज, हेर रेल अनि हावाबाट बिजुली, घर घरमा ग्यासको पाइप जस्तै नीति तथा कार्यक्रम हिजो आयो। हामीले त्यसलाई स्पष्ट भनिसक्यौँ, पुरानो ढर्राको च्यातिएको कागज जस्तो, टोले गुण्डाहरूले आफ्नो क्षेत्र निर्धारण गर्नलाई बनाएको सम्झौताको खास्टो जस्तो। अनि एउटा अर्को लेखेछ नीति तथा कार्यक्रममा, यो हेर्नुहोस् त, पढ्नुहोस् त, यहाँ के लेख्नु भएको छ? यस्तो लेख्न मिल्छ? अहिलेसम्म नीति तथा कार्यक्रम पढ्नु भएको छैन। नीति तथा कार्यक्रम भनेको देशको इकोनोमीको कुरामा जाने हो। यो कुनै राजनीतिक व्यवस्थाको लागि लेख्ने हो र? यहाँ लेखिया छ, हेर्नुहोस् यहाँ के लेखिया छ। समाजमा बेला बेला प्रकट हुने नकारात्मक सोचको दोहन गरी संविधान र व्यवस्थाप्रति अफवाह फैलाई अराजकता सिर्जना गर्ने पक्ष विरुद्ध सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै नेपाली जनताको बलिदान सङ्घर्ष आन्दोलन ल्याएको दुर्गामी महत्त्व उपलब्धता रक्षा गर्न यो सरकार दृढ छ भन्छ। यो नीति तथा कार्यक्रममा ल्याउने कुरा हो। शिक्षा विधेयक पास गर्ने पनि नीति तथा कार्यक्रममा आउने कुरा हो। यो त्यो त संसदको अधिवेशनमा आउने कुरा हो नि त। स्पष्ट कुरा कहाँनिर छ भने कसैले आवाज ननिकालुन्। हिजो मैले रिपोर्टर्स क्लबमा हो कि कहाँ एउटा हेरेको थिएँ, कुलमान घिसिङ हुँदाखेरि चाहिँ नेपाल विद्युत प्राधिकरण फाइदामा छ, अब हिजै घाटामा लागिसक्यो भन्ने हो। अब लोड सेडिङ छ कि छैन भन्दाखेरि एकजना साथीले सोध्नु भएको थियो। त्यहाँ मैले हेर्दाखेरि के देखेँ, सबैले लोड सेडिङ। अहिले अस्ति पनि हाम्रो घरमा लोड सेडिङ भयो, अस्ति दिनैभरि लोड सेडिङ भयो। अहिले पनि काठमाडौँमा गल्ली गल्लीमा गएर तपाईँ सोध्नुहोस्, देशका विभिन्न ठाउँमा जानुहोस्, सुर्खेतमा सोध्नुहोस्, चाहे विराटनगरमा सोध्नुहोस्, आज बत्ती छैन। अनि तपाईँको के गरिराखेको थियो भने त्यस पछाडि चाहिँ लोड सेडिङ छ कि छैन भने एकजना मान्छेले मात्र छैन भनिरहेको थियो। यस्तो किसिमको अवस्था यो सरकारको छ। अब यसरी विरोध गर्न नपाइने भन्यो अहिलेको नीति तथा कार्यक्रम। नकारात्मक सोच नराख्ने सरकारले गतिलो काम गर्नु पर्यो नि त। सरकारले गतिलो काम नगर्ने, अनि त्यो सरकारले गतिलो काम गरेन भनेर कसैले कमेन्ट लेख्यो, कसैले सोच मात्रै त्यो सरकारप्रति नकारात्मक राख्यो भने त्यसलाई ठिक बनाउने भनेर यो नीति तथा कार्यक्रममा ल्याएर नेपालको संविधान मान्दिन भन्न पाउने अधिकार पनि नेपालका जनताको छ। यो व्यवस्था मान्दिन भन्न पाउने अधिकार पनि नेपालको जनताको छ। किनभने यो व्यवस्था मान्दिन भनेरै हामीले चुनाव जितिरहेको। हाम्रो राजनीतिक मार्गदर्शन स्पष्ट छ कि अब हाम्रो आवाज दबाउने कुरा हो त। अनि नीति तथा कार्यक्रममा ल्याउने कुरा के हो? नीति तथा कार्यक्रममा ल्याउने कुरा त देशको आगामी आर्थिक रणनीति, वैदेशिक रणनीति, परराष्ट्र नीतिका कुराहरू होलान् नि त। तर त यहाँ के देखियो, राजनीतिक भाष्य परिणत गरेर नीति तथा कार्यक्रममा ल्याएको देखियो। र अब नीति तथा कार्यक्रममा अर्को एउटा गजबको कुरा ल्याएका छन्, जो 11वटा पोइन्ट अहिले नयाँ भनिएको छ। अब यो चाहिँ के भनेपछि युवालाई रोजगारी दिने भन्नुहुन्छ। के आधारमा दिनुहुन्छ तपाईँ युवालाई? कसरी दिनुहुन्छ? नेपाल सरकारको कुनै संस्थान बचेका छन्? ब्रिकोटी कागज कारखाना छ, आज गोरखाली टायर छ, नेपालको गभर्मेन्ट त सबै सक्यौ नि होइन तिमीहरू मिलेर। पहिला अलिअलि बचेका थिए, 46 सालमा लिबरलाइजेसन भएपछि देशका इन्डस्ट्रीहरू सकिए, अनि त्यसपछि बचेका थिए माओवादीको द्वन्द्वले सकिए। हरेक व्यापारीलाई चन्दा माग्ने, हरेक ठाउँमा ट्रेड युनियन खोल्ने, अझ त्यसपछि अलिअलि बाँकी रहेका अहिले आगो लाउँदै ट्रेड युनियन खोल्दै त्यो ट्रेड युनियनबाट मान्छे नेता बन्ने। ल जानुस् त वीरगञ्जतिर के थियो अहिले मधेस, अहिलेको मधेसवादी दल साथीहरूले भन्नुहुन्छ हामीले मधेसको उत्थान गऱ्यौँ, 10 जना मान्छेलाई रोजगारी दिनुहोस् न, टाढा जानु पर्दैन। के थियो हिजो? त्यही मधेसमा हिजो वीरगञ्ज चिनी मिल थियो, त्यही मधेसमा हिजो कृषि औजार केन्द्रहरू थिए, त्यही मधेसमा ठुल्ठुला इन्डस्ट्रीहरू थिए। तर आज कहाँ छन्? विराटनगरको जुट मिलले गर्दाखेरि विराटनगर र आसपासका क्षेत्रका मान्छेहरू के थियो, त्यहाँबाट जुटबाट कमाइ गर्थे र किसानले पैसा पाउँथे। त्यो जुट त किसानले उत्पादन गर्ने हो नि त। तर आज त्यो जुट मिल त बन्द भयो नि त। आज पनि जुटको कारोबार कति हुन्छ विश्वमा? खरबमा हुन्छ कारोबार। हामीले भारत लगायत अन्य देशमा जुटको तपाईँको पुरै हामीले यहाँबाट जुट तपाईँको एक्सपोर्ट गर्थ्यौँ। तर आज त्यो त साम्य भयो नि, चिनी मिलसम्म बन्द भयो। कृषि औजार केन्द्र अहिले बिचरा महावीर पुनले अरूसँग पैसा मागेर ल्याएर तपाईँको चलाउनु पर्ने छ। यस्ता कुराहरू नीति तथा कार्यक्रममा आउनुपर्ने हो नि त। तर ती कुराहरू आएनन्। युवाहरूलाई रोजगारी दिनुपर्ने कुराहरू, अनि रोजगारी दिने कसरी दिनुहुन्छ? तपाईँ नेताको घरमा काम गर्नलाई राख्नुहुन्छ, कहाँ जानुहुन्छ? यहाँ 25,000 महिनाको तलब कसैले पायो भने यहाँ सबै साथीहरूले काम गर्छन्।
अनि नीति तथा कार्यक्रममा यो पत्रकारको बारेमा सोच्ने भन्ने कुरा अहिले साथीले हाँसो मजाकमा भए पनि सोध्नु भएको थियो। के गर्नुपर्छ? हामी अहिले मोनिटाइजेसनमा छौँ। हाम्रो इकोनोमी अहिले फेसबुकले एक वर्षमा 10 अर्बभन्दा बढी पैसा नेपालबाट लिएर जान्छ। फेसबुकलाई नेपालमा मोनिटाइजेसन गर्ने सरकारको नीति तथा कार्यक्रम हुनुपर्छ कि पर्दैन? त्यो आयोग है, किनभने त्यहाँ हावाबाट बिजुली निकाल्ने उखान टुक्का भन्ने बाहेक मान्छे छैनन्। यस्ता सोच त आउँदैन। समस्या त्यहाँनिर हो। अहिले फेसबुक, टिकटक, इन्स्टाग्राम, गुगलहरू, युट्युबहरू मोनिटाइजेसन त फेसबुक नेपालमा छैन नि त। अहिले पनि फेसबुक नेपालमा मोनिटाइजेसन गर्नुपर्छ, सामाजिक सञ्जाल गर्नुपर्छ भन्ने कुरा अहिले नीति तथा कार्यक्रममा आइदिएको भए श्रमजीवी पत्रकारहरू अहिले तपाईँको कति आम्दानी हुन्थ्यो भन्नुहोस् त? 10-12 अरब रुपियाँ त नेपालमा बसेका मान्छेले पैसा कमाउँछ। यसको विज्ञापन मार्केट कति ठुलो छ? यो नीति तथा कार्यक्रममा आएन। अर्को किसानको कुरा उठ्यो। किसानलाई अनुदान दिने अनुदान त ठप्प बन्द गर्नुपर्छ। यो कार्यकर्ता पाल्ने नयाँ रणनीति हो। अस्ति मात्रै यो 10 वर्षमा ऋषि धमलाजीलाई गएर एकछिन सोध्नुहोस्, खोज्नुहोस्, रिपोर्ट बजाउनुहोस्, म तपाईँलाई भन्छु। कृषि मन्त्रालयले अस्ति एउटा गतिलो काम गरेको छ। अघिल्लो पटक यो 10 वर्षमा 1 खर्ब 12 अर्बभन्दा बढी कृषिमा अनुदान गयो। तर त्यसभित्रको 85% किसान होइनन्। सबका सब पार्टीको झोले कार्यकर्तालाई कृषि अनुदान दिएर देशको कृषि बन्द गरे। मेरै जिल्लामा गएको भेडा फर्मै नभएको मान्छेले भेडा फर्ममा तपाईँको पैसा लगाएको कहाँ छ भन्दाखेरि त्यो भेडा फर्म खोज्न आउँदाखेरि फोटो खिच्छ पठाउँछ, सकियो। अनि यो अनुदान राखेर काम छ। बरु के गर्नुपर्छ भनेपछि केही गर्नु पर्दैन। सरकारले अहिले कृषिमा निर्भर गर्ने हो भने भारत र अन्य देशबाट आउने हरियो तरकारी रोक्ने कानुन अहिलेको नीति तथा कार्यक्रममा ल्याइदेऊ न। भन्सार बढाउने नीति ल्याइदेऊ न। अनि चामलहरू अहिले कति आएको छ ल हेर्नुहोस्। यो सुन्नु होला। भर्खर मात्रै जम्मा हाम्रो कृषियोग्य जमिन कति छ ल हेर्नु। नीति तथा कार्यक्रममा यो आउनुपर्छ नि। मुलुकभर 41,21,000 हेक्टर खेतीयोग्य जमिन छ। त्यसमध्ये 30,91,000 हेक्टर मात्र खेती हुन्छ। बाँकी रहेको 10,30,000 हेक्टर जमिन त बाँझो छ। आज यो 10,30,000 हेक्टर जमिन के कारणले बाँझो भयो भनेर सरकारले नीति तथा कार्यक्रममा खोज्नुपर्छ कि पर्दैन? यो बाँझो हुनुको दुईटा कारण। अहिले कसैले टमाटर फलायो, माछा उत्पादन गर्यो, केरा उत्पादन गर्यो भने विदेशबाट आउने हरियो तरकारी केराको कारणले गर्दा उनीहरूको बजारमा बिक्री नै गर्न सकिँदैन। आज हिजो जुम्लाको स्याउको अवस्था त्यही भएको थियो। सरकारले अहिले नीति तथा कार्यक्रममा त्यो कुरा ल्याउनुपर्छ कि पर्दैन? त्यो कुरा त कहीँ पनि आएन। अनि अहिले विदेशमा रहेका अहिले कतिजना मान्छे मरे ल भन्नुहोस्? नेपालमा यो 10 वर्षमा 14,213 जना मान्छे रातो बाकसमा लास भएर फर्केको छ विदेशबाट। 1 वर्षमा मात्र यो सुन्नुहोस्, अहिले गइहाल्नु भएर फेरि उहाँहरू यहाँ सुन्नुहोस्। 1 वर्षमा मात्र अघिल्लो वर्षमा मात्रै 7,41,000 मान्छे विदेश गयो भने यो वर्ष मात्र फर्म भर्नेको सङ्ख्या झन्डै तपाईँको कति भन्छ 8,11,390 जना छ विदेश जान पाउँ भनेर हरेक वर्ष। यो युवासँग कार्यक्रम गर्नै पर्दैन? यो नाटक रमिता किन गर्न पर्यो? एयरपोर्टमा गएर कार्यक्रम गरे हुन्छ केपी ओलीले, त्यहीँ छन् युवाहरू। यस्तो अवस्थामा नीति तथा कार्यक्रम युवाका लागि आउनुपर्ने हो नि, होइन? अनि के आधारमा यिनीहरूले नीति तथा कार्यक्रम ल्याउँछन्? अहिले युएसआइडीले फन्ड रोकिसक्यो। वैदेशिक ऋण कति पुग्यो अहिले हेर्नुहोस्? 26 खर्ब 11 अर्ब पुग्यो। जबकि हाम्रो जिडिपी अहिले 57 खरब 4 अर्ब छ। कुल राष्ट्र उत्पादनको 44.44% त अहिले तपाईँको हाम्रो जिडिपीको तपाईँको वैदेशिक ऋण छ। यो ऋण ल्याएर देश बनाउन सकिन्छ? अब यस्तो किन फर्चोल खर्च, भ्युटारहरू बन्द गर्ने, जहाँ खर्च लाग्दैनन् त्यहाँ चाहिँ रोक्ने, विकास निर्माण उत्पादनशीलमा तपाईँ खर्च गर्नुपर्ने, यो नीति तथा कार्यक्रममा आउनुपर्नेमा नीति तथा कार्यक्रम चाहिँ कस्तो किसिमको आयो भने राजनीतिक प्रतिशोध साट्ने केही छैन। एउटा कर्मचारीले गयो, लेख्यो, टाइपिङ गर्यो, बुझाइदियो, अब मन्त्रीले पढ्न जाने पो पढ्छ नि त बिचरा। समस्या त्यही छ, होइन? अनि आएर नीति तथा कार्यक्रम आयो। अर्को एउटा गजबको कुरा देखेँ नीति तथा कार्यक्रममा, खेलकुदलाई प्रोत्साहन गर्ने भनेर भनेछन् यिनीहरूले। केही गर्नु पर्दैन। खेलकुदलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउनका लागि अहिले केही पर्दैन। कर्णालीको राष्ट्रिय खेलकुद आयोजना कर्णालीमा हुने, त्यो आयोजना गर्न सकेको छैन यो सरकारले। अनि तपाईँको खेलकुदको कुरा गरेर हुन्छ? त्यो भएको हुनाले नीति तथा कार्यक्रममा जुन विषयवस्तु आउनु पर्थ्यो त्यो विषयवस्तु आएन र फेरि आउँदा पनि आउँदैन। किन आउँदैन भने जनतासँग के मतलब छ यो सरकारलाई? अहिलेका केही मन्त्रीहरू जनताले जितेर पठाएको हो त? जनता कहाँ जानुपर्छ उनीहरूलाई? जानै पर्दैन। पार्टीमा सहयोग गरेको, समानुपातिक परेको, अनि पट्काएको पट्काइ गर्यो मन्त्री।
अब अहिलेको शिक्षा मन्त्रीले बिचरा चुनाव जित्दा वडा अध्यक्ष पनि जित्दैनन् बिचराले, तर मन्त्री भइहाल्यो अस्ति। अब तपाईँले रोक्न सक्नुहुन्छ? उहाँलाई जनतासँग के मतलब, शिक्षासँग के मतलब उहाँलाई? किनभने यो व्यवस्था नै खराब छ भन्ने कुरा बुझौँ। व्यवस्थाको सबै कुरा खराब नहोला, केही मुद्दाहरू यति खराब छन्। अब यहीँनिर सीतामलाजी अहिले भन्दै हुनुहुन्छ ज्ञानेन्द्र शाहले रोके भने त्यो वीरेन्द्र शाहले घाँटी काटेर देख्न सकिँदैन? वीरेन्द्र शाहलाई त कलमसहित घाँटी काटेर गाड्या हो नि त। अनि दैलेखको पत्रकार थापाजीलाई लगेर जिउँदै गाड्या त्यो देखिएन डेकेन्द्र थापालाई? अनि त्यतिखेर कहाँ गयो तिमीहरूको पत्रकारिता? अब उहाँहरूलाई त के लाग्ने भने राजाले थुन्दैन त बाबा, माओवादी हतियार बोकेर जङ्गल गएका छन्, सडकमा ढुङ्गा हानेर मारामार गरेका छन्, म भइदिएमा अझै थुन्थे। त्यो त कम भयो। त्यो अवस्था के थियो त्यतिखेर? अहिलेको जस्तो शान्तिपूर्ण थियो अवस्था? हतियार सहित मान्छे जङ्गल गएको छ, त्यत्रो दरबार हत्याकाण्ड भएको छ, सडकमा मान्छे आन्दोलनमा आएको छ। अनि विदेशीको डलर खाएर केही साथीहरूले जीवन लाग्यो त्यही लेखेर हिँड्छ, अनि थुन्दैन त? थुन्छ त अहिले पनि थुन्छ। त्यस्तो गऱ्यो भने अहिले पनि यो देशमा स्पष्टका साथ भन्नुपर्छ, देशको राष्ट्रघात चाहे पत्रकार होस्, चाहे सेना होस्, चाहे प्रहरी होस्, चाहे कुनै नागरिक होस्, देशका विरुद्धमा जान पाइँदैन आज पनि। त्यो अवस्था छ। अब के भएको छ भने अहिले केही नगर्ने, पुरानो कुरालाई दोष दिने। हिजो मैले एउटा अचम्मको कुरा मैले सुने क्या, जातीय छुवाछुत विरुद्धमा नेपालमा पहिलोपटक संविधान बनाउने मान्छे को? राजा महेन्द्रले 2021 सालमा बनाउनु भएको। राणाहरूले जातीय विभेद गर्थे, कानुनै बनाएर जातीय विभेद गर्नु हुँदैन भन्दाखेरि तिनको शालिग नबनाउने अनि अम्बेडकरको शालिग बनाउने नेपालमा। हेर्नुहोस्, यो नामै सुने पनि डर नहीं। अहिले यहाँनिर दुईजना उभिएर गए, योजना आयोग यहाँ मैले गरेँ, हलानले गरेँ, उनीहरूले गरे हो। 2019 सालमा राजा महेन्द्रले पहिलोपटक राष्ट्रिय योजना आयोग बनाएको। त्यो कुरा भन्नै सक्दैन। भन्यो भनेपछि त जनता राजावादी भइहाल्छन् कि जनता राष्ट्रवादी भइहाल्छन् कि? भयो भने रोटी सकिँदैन, बिचरा भोलि चुनावैमा जान गाह्रो पर्छ भनेर सत्य कुरा पनि बोल्न सक्ने अवस्था छैन नेपालमा। अनि यसलाई पत्रकारिता भन्नुहुन्छ, यसलाई पित्रकारिता भन्छ, यो पत्रकारिता भन्दैन। त्यो भए हुनाले साथीहरूलाई मैले अनुरोध अपिल गर्न के चाहन्छु भने अहिले पनि हामीले स्पष्टका साथ अहिलेको नीति तथा कार्यक्रममा यो उठाउनु पर्ने कुरा, यसमा बहस गर्नुपर्ने कुरा केही पनि छैन साथी। यो केही पनि छैन। हा हु हे हो आउँछ। यो अहिले सरकारै नभए देश चलिहाल्छ। केपी ओली प्रधानमन्त्री नभए देश चल्छ नि? के गाह्रो छ? कर्मचारीले चलाउने हो, के गर्नु पर्यो? रघुजी महासेठजी, रघुजी के अरे पन्त, उहाँ मन्त्री नहुँदै देश नचल्ने हो र? मन्त्रीबाट हाइटमा घर बस्नु यसरी नै चल्छ शिक्षा क्षेत्र। यो किनभने यो व्यवस्थाले चाहिँ के भन्छ, जनताको जनप्रतिनिधिलाई कमजोर बनाएको छ। नयाँ पोलिसी ल्याउन सकिन्छ? अब हिजो 3 तहको सरकारमा केपी ओली बडा बाठो रहेछन् मान्छे, राष्ट्रपतिलाईसम्म यो लेखेर बोल्न लगाइदिए ल। राष्ट्रपतिले सम्म पनि अब यो राजनीतिक मुद्दाहरू छन्, प्रत्येक ठाउँमा राजनीतिक मुद्दा छन्, हामी संशोधन हाल्छौँ। तर के छ भने स्पष्टका साथ जुन दिन जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुँदैन तबसम्म यो देश चल्ने यसरी नै हो। बिचौलिया खुसी हुन्छ, जनता खुसी हुँदैन। टाढा जानु पर्दैन, एयरपोर्टमा जानुहोस् न, कति छ मान्छे। खै त के आयो नीति कार्यक्रम? देशभरिको उद्योग खोल्ने आयो कहीँ? ल, भारत र अन्य देशबाट आउने हरिया तरकारीहरू रोक्ने, नेपालमै तपाईँको तरकारी उत्पादन गर्ने भन्यो भने अहिले 3 देखि 4 खर्बको तपाईँको तरकारी र मासुजन्य पदार्थ हामी हाम्रो देशमा उत्पादन गर्न सक्छौँ। देशले उत्पादन गरेन भने पनि 15 देखि 20 लाख मान्छेलाई नयाँ रोजगारी सिर्जना गर्न सक्छ। त्यो नीति तथा कार्यक्रममा आयो। ल गएर अहिले हेर्नु त हाम्रो छिमेकी राष्ट्रको नीति तथा कार्यक्रम पढ्नुहोस् त, कस्तो आउँछ? जीडीपी कसरी लिने, ट्याक्सेसन कसरी लिने, इन्टर पोलिसी कसरी बनाउने। अब हिजो यिनीहरूले परराष्ट्र नीति लागू गर्ने भन्छन्। परराष्ट्र नीति के को आधारमा हुन्छ? परराष्ट्र नीति पञ्चशीलताका आधारमा हुन्छ। तर परराष्ट्र नीति त्यो छ, त्यो पञ्चशीलताका आधारमा पनि महेन्द्रले स्थापना गरे हुनाले त्यो नाम पनि लिन सक्दैन। त्यसो भने त देशमै नबस्छ हो। यो देश चाहिँ राज संस्थाले नै बनाएको देश हो। त्यो आपत्ति मान्नुपर्ने विषयवस्तु छैन हो। केही व्यवस्थाहरू सही थियो होला, केही व्यवस्थाहरू गलत थियो होला, त्यो अर्को कुरा हो। इतिहास हो। आज यो देशमा तपाईँ कहाँ पनि देखाएको छैन ऋषिजी, पृथ्वीनारायण शाहको तस्बिर लाउनुहोस्। यो पृथ्वीनारायण शाहको दिव्य उपदेशमा जनता र राजा मिलेर बनाएको देश हो, गणतन्त्रले बनाएको देश होइन यो। किनभने त्यो कारणले गर्दाखेरि इतिहासलाई तपाईँले रक्षा गर्नुभयो, इतिहासलाई माया गर्नुभयो, भनिसकेपछि ऊ यहाँ रहेछ क्या हो त्यहाँ। ल धन्यवाद छ तपाईँलाई। त्यो भए हुनाले साथी हो, नीति तथा कार्यक्रममा खास युवाका लागि चाहिँ त्यस्तो कुरा केही पनि आएको छैन। ल मैले सकेँ। तपाईँका केही प्रश्न छन् भने सोध्नुहोस्, होइन भने अब मैले सकेँ। हस् धन्यवाद।
पहिलो कुरा मैले के भने जस्तो हामी कहाँ चाहिँ बहुभाषिक देश हो यो। बहुभाषिक देश भइसके पछाडि पनि सबभन्दा बढी हिन्दू धर्मावलम्बीहरू यो देशमा बस्छन्, यो जनगणनाको सेन्सस अनुसार। त्यसपछि बुद्ध धर्मावलम्बी बस्छन्, त्यसपछि मुसलमान धर्मावलम्बी र अनि इसाई लगायत अन्य धर्मावलम्बीहरू पनि यो देशमा बस्दछन्। मैले भन्न खोजेको कुरा एउटा बुझे अर्को। जस्तै के हो भने भोलि कहीँ कुनै ठाउँमा मुसलमानप्रति कहीँ हिन्दू आतङ्क र अतिवादीहरूले आक्रमण गरे भने यहाँ विश्व हिन्दू महासङ्घले विज्ञप्ति निकाल्नुपर्छ क्या। किनभने त्यो भयो भनेको चाहिँ धार्मिक सहिष्णुता अझ जीवित रहन्छ। तर जम्मू काश्मीरमा त हिन्दू भन्दै मारिया हो नि त, यो कुरा सत्य हो नि त। त्यो भनिसकेपछि नेपालको मुस्लिम आयोगले चाहिँ एउटा विज्ञप्ति निकाल्नु पर्यो भनेको कुरालाई लिएर टाउको दुखाउनुपर्छ। होइन भने त त्यो आयोगलाई सरकारी पैसा दिएर राख्नुपर्ने अर्थ के त? मैले भन्न खोजेँ यति हो। यो कुरा पनि चित्त बुझ्दैन भने बोल्दै नबोल्ने भन्ने कुरा हुन्छ। फेरि कस्तो राम्रो कुरा हुन्छ भने यो देशमा एउटा कुरा तपाईँले बुझ्नुहोस्, कुनै पनि ठाउँमा अन्य कुनै धर्मावलम्बीले जस्तै मानव उदाहरणका लागि भोलि बङ्गलादेशमा अस्ति हिन्दूहरूमाथि आक्रमण भयो, अर्थात् तपाईँको भोलि नेपाली मारिए नि त। जस्तो कहाँ मारिए? इराकमा मारिए नि त 12 जना। प्यालेस्टाइनद्वारा तपाईँको 10 जना नेपाली त भर्खर इजरायलमा मारिए नि त। ती नेपालीको के दोष थियो? उसको लडाइँ त इजरायलसँग थियो, तर नेपालीसँग त थिएन नि त। अहिले पनि यहाँ हाम्रो देशमा हाम्रा यी विद्रोही समूहले सुदीप नेपाल जस्तो अब हाम्रो देशमा, अब यही देशमा मानव उदाहरणका लागि हाम्रो यहाँ देशमा गृहयुद्ध भयो हिजो माओवादीका पालामा, तर विदेशी मारिँदैन थियो। किनभने त्यो विदेशी मार्नका लागि त्यो देशसँग दुश्मनी हुनुपर्छ। तर हाम्रा 10 जना नेपाली त इजरायलमा प्यालेस्टाइनले त मार्यो त। अहिले पनि विपिन जोशी त बेपत्ताको सूचीमा हुनुहुन्छ नि त। अनि त्यो प्यालेस्टाइनीलाई समर्थन गरेर सडकमा आन्दोलन गरेर तिनलाई चाहिँ आतङ्कवादी नभनेर के मैले राष्ट्रवादी भन्ने, म आतङ्कवादी नै भन्छु। जसले हाम्रा देशका नेपालका नागरिक मार्नेको पक्षमा यो सडकमा उभिन्छ, चाहे त्यो धर्मका नाममा होस् चाहे त्यो जातका नाममा होस्, जोसुकै उभिए पनि त्यसलाई आतङ्ककारी नभनेर मैले के भन्ने? त्यो त देशको दुश्मन हो। ल उदाहरणका लागि ल मानौँ अमेरिकामा जब मानौँ कुनै अमेरिकन नागरिकलाई चीनले मारिदियो अनि आई एम विथ चीन भनेर अमेरिकामा प्रदर्शन गर्न पाउँछ? देशको जनता ठुलो कुरा हो नि त। अनि मैले भन्न खोजेको के हो भने कुनै पनि ठाउँमा जस्तो उदाहरणका लागि कहीँ मुस्लिम आतङ्कवादीले मारे भने या मुस्लिम आयोगले विज्ञप्ति निकाल्यो भने धार्मिक सहिष्णुता हुन्छ यिनीहरूका बिचमा। भोलि त्यही कुरा हिन्दूहरूले उठाउन थाले भने त सडकमा द्वन्द्व हुनसक्छ नि त। त्यो त झन् के भन्छ क्रान्तिको प्रतिक्रान्ति हुनसक्छ। त्यो भए हुनाले मैले जस्तो मानौँ उदाहरणका लागि भोलि कुनै ठाउँमा मुसलमानलाई चाहिँ तपाईँको हिन्दू धर्मावलम्बीले माऱ्यो भने विश्व हिन्दू महासङ्घले विज्ञप्ति निकाल्नुपर्छ। किनभने हामी नेपाली चाहिँ के भने धार्मिक सहिष्णुताका साथ बस्नु पर्नुपर्छ भनेर बोलेको कुरा लिएर संसदमा बोल्दै थिए, कहाँ बोल्दै थिए। अझै गर्नु छ गर, के गर्छ सत्य त्यही हो। हस् धन्यवाद। तपाईहरुले चाहिँ व्यवस्था परिवर्तन गर्छौं भनेर लागि पर्नु भएको छ। तर हिजोको नीति तथा कार्यक्रममा व्यवस्था विरोधी गतिविधि गर्नेलाई चाहिँ सरकारले चाहिँ रोक्छ भनेर जुन आएको छ, तपाईहरुले त्यसलाई चाहिँ कसरी प्रतिवाद गर्नुहुन्छ? अब यसो नि, अब हामी डरपोक होइन के रे, लडेरै आएको लडेरै बस्छौँ, के फरक पर्छ यसमा? केही फरक पर्छ? पर्दैन। अब उहाँहरूले ल्याए पनि केही फरक पर्दैन, हामी संशोधन हाल्छौँ, अन्य साथीहरूसँग पनि सहयोग लिएर जान्छौँ। त्यो भयो भने हामी बोलिरहन्छौँ। तिमीहरूले सक्छौ भने हाम्रा साथीहरू अहिले थुनिया छन्, रविन्द्र मिश्रजीलाई आज पनि थुनिया छन् यिनीहरूले। सक्छौ थुन, भोलि हाम्रो सत्ता आयो भने तिमीहरूले गलत गरेर तिमीलाई थुन्छौ, सकिएको त अरू के भन्छ? बराबर ठुलो कुरै भयो। एउटा प्रश्न, यहाँले संविधानको कुरालाई स्मरण गर्दै भन्नुभयो समाजवाद उन्मुख राज्य व्यवस्था हुने भनिरहँदाखेरि तपाईँले फेरि त्यसलाई व्याख्या गर्नुभयो। त्यो भनेको सरकारले लगानी गर्ने, विदेशी लगानी देशमा नहुने, सम्पूर्ण लगानी सरकारको हुने भनेर तपाईँकै व्याख्या रह्यो। त्यसमा तपाईँको आपत्ति रह्यो। अर्को फेरि त्यहीँ उल्लेख छ निजी क्षेत्रलाई पनि प्रवर्धन गर्ने भनेर फेरि यो दोहोरो व्यवस्था भयो भनेर फेरि तपाईँले आपत्ति जनाउनु भयो। र अर्को फेरि तपाईँको माग रह्यो सरकारी लगानीमा रहेका उद्योगहरू राज्यले विगतमा बेच्यो भनेर फेरि आपत्ति पनि रह्यो। तपाईँको आफ्नै बुझाइ क्लियर छैन र यस्ता अभिव्यक्ति बारम्बार आफैलाई खण्डित गर्ने दिइरहनु भएको छ भन्ने मेरो बुझाइ। तपाईँको बुझाइ के हो भन्नुहोस् त? त्यो तपाईँको बुझाइ हो, मेरो बुझाइ होइन। के त तपाईँ समाजवाद उन्मुख अर्थतन्त्र भने के भने गुगलमा गएर खोज्ने, त्यसको मिनिङ पढ्ने। मैले भने गलत छ भने त्यहाँनिर प्रतिक्रिया गर्ने। राज्य समाजवाद उन्मुख हुनुपर्छ कि पर्दैन? आवश्यकतै छैन। किनभने अहिले निजी लगानीहरू अगाडि बढाउनुपर्छ। समाजवाद उन्मुख अर्थतन्त्र भने तपाईँको मोबाइल पनि चलाउनु पाउँदैन तपाईँ, सरकारी लगानी हुनु। अनि ल मानव उदाहरण लागि तपाईँले पाउँदैन नि, किन तपाईँले मिडिया चलाउनु भएको छ, त्यो मिडिया पनि सरकारको हुने भन्छ। सम्भव छ त? समाजवाद उन्मुख होइन। हामीले जसरी पनि लगानीकर्ताहरू भित्र आएर लगानी गर्ने हो देशमा,
नेपालभित्रकै लगानीले लगानी गरौँ। होइन, समाजवाद उन्मुख अर्थतन्त्र भन्ने कुरा चाहिँ माथि लेखिसकेपछि तल फेरि निजी लगानी गर्नुपर्छ भन्ने कुरा लेख्नु हुँदैन कि, किन दोभाषे भयो नि त त्यो कुरा हो। त्यो तपाईँले अब बुझ्नुभयो, तपाईँको कुरा हो। मैले अब तपाईँलाई पढाउने कुरा नि भएन, सत्य कि त यो। निजी क्षेत्रहरू अगाडि बढेन भने पछाडि त अनि देश कसरी भन्छ? संसारका सबै देशहरू पनि निजी क्षेत्र हो। यो बा उत्तरको चीनले पनि निजी क्षेत्रलाई अगाडि बढाएको छ। अहिले तपाईँ अलिबाबा.com हेर्नुहुन्न के सरकारको लगानी हो त? अनि अमेजन सरकारको लगानी हो, एप्पल सरकारको लगानी हो, टाटा सरकारको लगानी हो, अनि रिलायन्स सरकारको लगानी हो र? सरकारले त्यसलाई कन्ट्रोल गर्ने हो, त्यसलाई निर्देशन गर्ने हो, त्यसलाई देशको हितभन्दा बाहिर जान दिने होइन। कर तिराउने हो, सरकारको नीतिमा ल्याउने हो। तर अब सरकारले नै गर्न सक्ने त कसरी हुन्छ? यहाँ यो देशमा ऋणै तपाईँको 26 खरब पुग्यो, कसरी चलाउँछ? ऋण ल्याउँदै तपाईँको यहाँ 3000 भन्दा बढी सांसदहरू छ यो देशमा। अनि अहिलेसम्म गणतन्त्र आएदेखि तपाईँको प्रदेश कति छन्? तलब दिन त पुग्दैन पैसाले। कति छ थाहा पाउनु भएको छ? यो तपाईँले प्रश्न उठाइहाल्नुभयो। यो चालु आर्थिक वर्षमा वित्तीय खर्च र चालु खर्च गरेर 15 खर्ब 7 अर्ब 84 करोड भएको छ। टोटल बजेटको 81.5% त कर्मचारी र यो रानी दलका नेताहरूलाई तलब तिर्दै जान्छ भने राजस्व मात्रै 12 खर्ब 30 करोड 12 खर्ब 60 अर्ब उठाउने राजस्व छ। झन्डै राजस्व मात्रै 2 खर्ब 47 अर्ब 54 करोड त राजस्व पुग्दैन। हामीले काटेको, हामीले तिरेको करबाट यी नेता र यिनका सांसद र यिनको मन्त्री, यिनका कर्मचारीलाई पाल्न पुग्दैन। हामीले तिरेको राजस्व 2 खर्ब अझै पुग्दैन। अनि देश चल्छ त अनि कहाँबाट देश बन्छ? ल भयो हजुर, यसमा जवाब मैले दिनँ, तपाईँले 10 पटक दिइसकेँ। अरू साथीहरू कुरा उताको प्रश्न लाग्यो मैले। यो भारत भनेको नेपालसँग एकदमै सिमाना नजिक भएको सबभन्दा नजिकको देश पनि हो, छिमेकी देश हैन। तर भारतको केआईआईटी विश्वविद्यालयमा 2 जना नेपाली विद्यार्थीको मृत्यु भइसकेको छ। यही भारतसँग नेपालले कूटनीतिक सम्बन्ध यस्तै राम्रो बनाउन सक्दैन। यस्तो हालत छ भनेपछि हमासको आक्रमणमा बन्धक परेका विभिन्न दोषीको रिहाइको लागि सरकारले पहल गरिरहेको जस्तो लाग्छ यहाँलाई? अब यो कस्तो भने लङ्गुटियाको सरकार हो। यो सरकार नै व्यवस्थै लङ्गुटिया हो, सिधा भाषामा गर्ने भने। देख्नु भने यो लाइन लगाएर भेट्यो बिचरा, एउटा चौथैवाला कि गौथैवाला आएपछि सब लाइन लगाएर भेट्दै। हालत के छ तपाईँ सम्झिनु न। बिचरा देशको परराष्ट्र मन्त्री 11 दिन दिल्लीमा बन्धक बस्नुभयो। यस्तो देश हो यो। अनि विदेशबाट फर्केर आएर के भन्छन्? हाम्रो भारत त गणतन्त्रको पक्षमै छ है भने खुसी मनाउँछन्। भारत त राष्ट्र संस्थाको पक्षमा छैन। हामीलाई भारतको समर्थन चाहियो, अब राष्ट्र संस्था यो देशको समर्थन चाहियो। यस्तो देशको देश छ। अब गएर गाँडाका के अरे लाटाका देशमा गाँडा तन्नेरी भने जस्तै हो। किनभने सबै यस्तै छन्, यस्तै मध्ये एउटा आएर चलाइराखेको छ। संसारको कुन देशमा छ 11 दिन तपाईँको परराष्ट्र मन्त्री बन्धक बनाएर त्यहाँको परराष्ट्र मन्त्रीले भेट नदिएको? एउटा एउटा विदेश प्रमुख आउँदाखेरि प्रधानमन्त्रीदेखि लगेर अहिले आएका नयाँ साथीहरूसम्म लाइन लगाएर भेट्न गएको कहीँ छ संसारमा? यही देशमा हुन्छ भने त्यो भएन। हस्, धन्यवाद तपाईँलाई, धेरै 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 धन्यवाद। धन्यवाद।